हेलो एभ्रिवान, वेलकम ब्याक टु माई च्यानल। आज फेरि म नयाँ भिडियो लिएर आएको छु है, छोटो भिडियो। र आज चाहिँ म र दादा तल घर आएको छौँ है, मेरो माइत घर। र हाम्रो मोमो खाने प्लान भयो र मैले सोचेँ म छोटो भिडियो पनि बनाउँछु भनेर है। अन्त अस्तिको भिडियो जस्तै माया गरिदिनुस् होला, हेरिदिनुस् होला है। र गाइज अहिले चाहिँ किमा रेडी हुँदैछ, दादाले किमा गर्नु हुँदैछ। म चाहिँ प्याज काट्दैछु गाइस, प्याज तास्दैछु, रेडी हुँदैछ। मम्मी चाहिँ मैदा गुन्नु हुँदैछ। म चाहिँ प्याज छिल्दैछु, मम्मी मैदा गुन्नु हुँदैछ। अब बिस्तारै रेडी हुन्छ। दादाले किमा मिक्स गर्नु हुँदैछ, सबै रेडी भएर मिक्स गर्ने टाइम भयो है। अब हाम्रो किमा रेडी भयो र यहाँनिर मैदा पनि रेडी भयो। मजाले मिक्स गर्नु ल गाइज। हाम्रो किमा चाहिँ रेडी भयो। अब चाहिँ हामी मोमो बनाउन स्टार्ट गर्छौँ। म बेल्छु, तपाईँ बनाउनु ल। बनाउन स्टार्ट गर्दैछु, तल्ला बनाउँदैछु मैले चाहिँ। म चाहिँ बेल्ने, दादा चाहिँ बनाउने। र गाइज हाम्रो चाहिँ हुँदैछ रेडी है, रेडी भइरहेछ। अब यसलाई बसाउन आँटेको है, दादाले बनाउनु भएको मजाको रहेछ, ठिकैको, मैले भन्दा अलिक कम्ती। बाबा त्यहाँ हुनुहुन्छ, मम्मीले यहाँनिर डल्ला बनाउनु हुँदैछ, दादा यहीँ। अब यसलाई चाहिँ म बसाउँछु। गाइज अहिले चाहिँ बसिसक्यौँ है, सबै रेडी गरेर। अब फेरि यहाँ बनिँदैछ। अब चाहिँ अलमोस्ट खतम हुनु आँट्यो बनाएर पनि हामीले। हजुर पाक्यो है गाइज, यो पनि पाक्यो है। पाकेर चाहिँ र गाइज अहिले चाहिँ हाम्रो डिनर स्टार्ट भयो है, पाकेर पनि खान थाल्यौँ। अब चाहिँ म यहाँनिर बस्छु, सबैजनाले खान स्टार्ट गर्नुभयो। मिठो न्युज हेर्दै खाँदैछौँ। पहिला चाहिँ सुप गरेर ट्राई गर्छु ल। गाइज हामी खाइसक्यौँ है, खाएर बाबा उठ्नुभयो, अलिकति छोड्नु भएछ, मलाई पनि अलिक ज्यादा भयो। अन्त दादा र मम्मी चाहिँ खाइसकेर पनि ऊ मटन खानुहुँदैछ फेरि। लास्टमा चाहिँ मटन एन्डिङ अरे नि त। अन्त यहाँनिर चाहिँ क्रिस चल्दैछ है, क्रिस एकदम पहिलाको एकदम फेमस मुभी, राम्रो थियो, पुरा मनपर्छ। जतिपल्ट हेर्दा पनि अझै मनपर्छ हेर्नु है। बाबा चाहिँ खाएर नि आउनुहुन्छ, दादा र मम्मी खानुहुँदैछ। म चाहिँ अब ल्यान्छु, अब चाहिँ म सफाहरू गर्छु, मेस भइरहेको सबै हो।